हेलो मेरो सबै प्यारो साथीहरूलाई नमस्ते। आज म यहाँ क्यान्सर हस्पिटल आएको छु के। मेरो रिपोर्ट हो यो के। अनि डाक्टरले आज 22 तारिक बोलाउनु भयो थियो मलाई। मेरो हमेसा चेकअप हुन्छ क्या। मेरो कहिले अल्ट्रासाउन्ड, ब्लड टेस्ट, एक्सरे के हुन्छ। 2 महिना 3 महिना 4 महिनामा आइराख्नुपर्छ क्या मलाई। 4 साल पहिला मलाई ब्रेस्ट क्यान्सर भएको थियो नि त। अनि ठुलो मेजर अपरेसन भएको थियो मेरो। त अहिलेसम्म दबाई खाइराखेको छु क्या मैले। अनि 4 साल भयो, अहिले पनि खाइराखेको छु दबाई के। मेडिकल आइराख्नुपर्छ क्या साथीहरू, के गर्ने। यो मेडिकलले पछाइ छोडेन मलाई। यो रोग, यो क्यान्सर भन्ने रोग लाग्यो भने त हस्पिटलले के मेडिकलले पछाइ नछोड्ने रहेछ। दबाई पनि खाइ गर्नुपर्ने। अनि डक्टरले पनि टाइम दिन्छ, यति तारिक आऊ यति तारिक आऊ भनिराख्नुहुन्छ। आइराख्नुपर्छ मलाई। 3 महिना 4 महिना बोलायो भने 2 महिनामा पनि गइराख्नुपर्छ। हमेसा टेस्ट मात्रै गराउँछ क्या। ब्लड टेस्ट गरे, अल्ट्रासाउन्ड गरे, के हो। सर्दी खाँसी ज्वरो बुखार आयो भने त फट्टै राम्रो हुन्छ। अनि यस्तो क्यान्सर जस्तै रोग भयो भने चाहिँ जिन्दगी भर नछुट्ने रहेछ क्या। दबाई खाइ गराउने रहेछ क्या। आज रिपोर्ट लिएर आएको, आज डक्टरलाई भेटेँ। डर लाग्यो थियो मलाई, केही भन्छ कि अब भनेर। बहुत डर लाग्छ क्या मलाई हस्पिटल आयो भने। हेर्नु न, यो रिपोर्टको कभर हेर्नु न, कति डेन्जर छ क्या। हेर्नु न, डर लाग्दो। यो रिपोर्टको कभर हेर्दा मलाई सातो उठ्छ क्या, डर लाग्छ क्या यो क्यान्सरको। म श्रीमानसित आएको हो, श्रीमान आउनु भएछ।